के गर्नु साथीहरु आमाको माया भनेको यस्तै हुँदो रहेछ अलिअलि भए पनि कति बेला आउने होला है बस पुरै छम अघि आउँदाखेरि भाइ हेलो साथीहरु नमस्ते फेरि पनि स्वागत छ हजुरलाई मेरो YouTube च्यानलमा यदि कोही नयाँ हुनुहुन्छ भने प्लिज लाइक शेयर कमेन्ट सब्स्क्राइब चाहिँ गरिदिनु होला आज चाहिँ म घर जाँदैछु माइतको बसाइ चाहिँ सक्यो लगभग एक हप्ता भन्दा बढी नै बसे म अब सन्डे देखि बाबुको स्कुल छ त्यही भएर जान पर्ने हुन्छ अब हामी चाहिँ अटो कुर्दै हो नानी बाबु चाहिँ रेडी भएर अर्को सानो नानी चाहिँ मेरो यही बस्छ आमाले हेर्दिनु हुन्छ बिचारा उ पनि सँगै जानी भनेर जुत्ता सुत्ता लाएर बसेछ हुन्टु त्यो सबै अहिले सुज फोहोर हुन्छ है अनि अब अरु खोलासम्म चाहिँ भाइ जान्छ छोड्नलाई अनि फेरि भाइ चाहिँ फर्किन्छ भाइको काम पनि छ त्यो सानो काम छ अनि त्यही भएर अनि हामी चाहिँ अनि जान्छौँ भाइ चाहिँ फर्किन्छ अहिले चाहिँ अटो कुर्दै अटो कुर्न चाहिँ यति टाइम लाग्छ आउँदै आउँदैन के दुम्की बसतिर पुल भाँच्छ त्यो बनाउँदै छ त्यो यस्तो प्याक छ कसरी जाने हो भाइ मान्छे जस्तो कोचाकोच गरेर गह मेरो दुईटा बच्चा छ सामान छ मलाई चाहिँ ड्याडीले ल्याएर छोडिदिनु भयो बाइकमा त्यतिबेला भिडियो बनाउन पाएन अनि भाइ चाहिँ सामान लिएर आउँदैछ अटोमा कसरी जाने होला है यस्तो बाटो बिग्रेको छ नगई नहुनी जान्छु भने पनि यस्तो कसरी जाने होला कसरी जाने हो उभिएर जान सक्छ उठेर जान सक्छ कति बेला आउने हो भाइ पनि फेरि कति बेला आउने होला है बस पुरै छम अघि आउँदाखेरि भाइ आएको थिएन सामान चाहिँ त्यहाँ भाइ चाहिँ यहाँ भर्खरै यहाँ सामान लिएर आएर बस चाहिँ आएकै छैन जाम छ त्यही भएर अलि ढिलो हुन्छ कसरी जाने होला है दुईवटा बच्चा लिएर यस्तो झ्याउ छ हामी चाहिँ यहाँ भर्खरै चोरमारा आयौँ आज त यस्तो प्याक छ जाम भयो आज चाहिँ दुम्की बासमा पुल बनाएको भएर यस्तो जाम छ कि बाबु चाहिँ उतापट्टि बसेछ नानी दिदी म चाहिँ यहाँ नाराघाट आइसकेँ यहाँ चाहिँ हामी अटोमा जाँदैछौँ नानीहरू फर्स्ट सुतेर उठेको यिनीहरू बसमा हामी चाहिँ कति बजी 12:30 बजेतिर आइपुग्यो हामी चाहिँ यहाँ नाराघाट अब चाहिँ रुममा जाँदैछौँ हामी चाहिँ अघि भर्खरै आएको हामी चाहिँ आएर खाजा खाएर पनि नानी बाबुहरू चाहिँ यही छ रुम चाहिँ भित्र गोल गरेर राखेर आइछ पहिला चाहिँ म सफा गर्छु मम्मीले पठाइदिनु भएको सामान पनि त्यही छ अनि त्यो भित्र के छ भनेर म हजुरहरूलाई देखाउँछु के पठाइदिनु भयो रहेछ मम्मीले भनेर पहिला चाहिँ म यहाँ सफा गर्छु अनि नानीलाई सुताउनु पर्यो याङ गरेर त्यो बसमा सुतेको रिन्द्रा पुगेन होला त्यही भएर पहिला नानीहरूलाई सुताउँछु रुम सफा गर्छु अनि त्यसपछि मम्मीले के पठाइदिनु भयो रहेछ भनेर म हजुरहरूलाई देखाउँछु यहाँ चाहिँ भित्र परसर्दा लागेको भएर चाहिँ अलिक कस्तो अँध्यारो किरकिर आइरह त्यही पनि त्यही पनि म बनाइरहन्छु भिडियो चाहिँ हेरिदिनु होला मैले चाहिँ अब हल्का अलि सफा गर्ने मिलाउने सिलाउने गरेँ साथीहरू त्यहाँ चाहिँ फेरि भर्खरै नानीहरूले त्यस्तो फोहोर गरिदिसक्यो अब यो बोरामा र यो झोलामा चाहिँ के म हजुरहरूलाई देखाउँछु है त यो झोलामा चाहिँ ल्याउँदाखेरि यस्तो फोहोर भयो गाडीमा यो चाहिँ तेल तोरीको तेल हो यो चाहिँ अनि यो चाहिँ मेरै शास्त्र हो यो चाहिँ अनि यहाँ चाहिँ के छ त ए कता गयो यहाँ चाहिँ घिउ यस्तो हल्लेर यस्तो भएछ यो चाहिँ घिउ हो अहिले चाहिँ घरमा भैँसी त पालेको छैन तर किनेर लिएर आउनुभएको त्यही पनि थोरै नानी बाबुहरूले खान्छ भनेर पनि थोरै भए पनि हालिदिनु भएछ बोराभित्र चाहिँ के छ भन्दाखेरि चाहिँ यहाँ चामल छ अझै चामलभित्र अरू के हाल्दैछु हेरै घर गएर भन्नुभएको थियो के यत्रो गलुङ्गो यो बोराको नि भाडा लियो यो बोराको मात्रै 200 रुपियाँ लियो होला के गाडीमा आउँदा यत्रो गलुङ्गो के हो उचाल्न नसक्ने 1 कुन्टल भन्थे यो चाहिँ के होला त यो चाहिँ स्योर दाल हो साथीहरू दाल चामलहरू पोखेछ यो चाहिँ दाल हो कि ए दाल होइन यो चाहिँ दाल चाहिँ होइन साथीहरू यो चाहिँ
यो चाहिँ पिठो रहेछ। यस्तो चामल नि पर्छ। यो चाहिँ गाउँको पिठो हो। यो चाहिँ घरमै घर भन्नाले खेतमा लाउनु भएको थियो मम्मीहरूले। यो चाहिँ गाउँको पिठो। आज बिहान हल्ला नगर न। आज बिहान पिसाउन जानुभएको थियो, त्यही मलाई पठाइदिन। त्यो चाहिँ आज बिहान पिसाउन जानुभएको थियो। गाउँ चाहिँ म चाहिँ बिहान बिहान कहाँ जानुभयो होला भने त त्यही गाउँ अलिकति भयो नि रोटी पठाइदिउँ। के अरे मेरो मतलब पिठो पठाइदिउँ, रोटी खान्छ होला भनेर होला। अब यहाँ चाहिँ के छ त, यहाँ अझै रहेछ। म त अब चामल मात्रै छ होला भनेर अझै भित्र पोका रहेछ है। यो पोकामा चाहिँ स्योर दाल हो। यो चाहिँ दाल हो घरकै। चामल झऱ्यो भाइ सबै। यो चाहिँ दाल हो साथीहरू। चामल पोख्यो, सबैले कपडामा आयो चामल। यो चाहिँ डबल गरेर हालिदिनु भयो। यो चाहिँ चामल हो। लगभग अब हामीलाई 2 महिना चाहिँ किन्न पर्दैन होला चामल हो। यो चाहिँ चामल। के गर्नु साथीहरू, आमाको माया भनेको यस्तै हुँदो रहेछ। अलिअलि भए पनि अब किन्न पर्दैन भनेर होला सायद अलिअलि भए पनि पठाइदिनु भएको। अब यस्तै हो, अब आमाको माया यस्तै हुँदो रहेछ। अब अरूको त के कुरा गरौँ, भएको पनि बेचेर खान्छ। सबैको आमा चाहिँ यस्तो हुँदैन साथीहरू। अब अरूको आमाले अब के अरे छोराछोरीले दुःख नपाओस् भनेर खाइ नखाइ जोड्छन्। अब के कुरा गर्नु, अब सबैको यस्तो त हुँदैन। अब अरूहरूले भएको पनि बेचेर खाएर छोराछोरी नाङ्गो भुतुको बनाउँछन्। तर मेरो आमा बाबा त्यस्तो हुनु। मेरो आफ्नै एउटा छोरी पनि लगेर राख्नुभएको छ। हेर्न सक्दैन, हेर्ने मान्छे कोही छैन भनेर चाहिँ एउटा मेरो कान्छी छोरीलाई चाहिँ मेरो चाहिँ छोरीहरू जुम्ला हो नि त। अनि त्यही भएर नानी एउटा कान्छीलाई चाहिँ वहीँ लगाएर राख्नुभएको छ। अब यस्तो दुःख पर्दा यसरी हेरिदिनु, साथ दिनु भयो। भन्छ नि पानी पर्दाखेरि चुइने छाता र दुःख पर्दा काम नलाग्ने नाता एउटै हो भनेर भन्न नि साँच्चै। अब दुःख पर्दा काम नलाग्दाखेरि, दुःख पर्दा काम नलाएर कहिले लाग्ने होइन त। ल आजको लागि साथीहरू मेरो भिडियो चाहिँ यति नै। हजुरहरूलाई कस्तो लाग्यो, मन परेमा लाइक, सेयर, कमेन्ट गरिदिनु होला। बाई बाई।